कार्यक्रमका अध्यक्षजी, वर्तमान साहित्य प्रतिष्ठान कार्यक्रमका लब्ध प्रतिष्ठित व्यक्तित्व, विद्वान, विदुषी, आदरणीय एवं श्रीमान दाजुहरू, तिम्रो विरुद्धमा म कहिले कतै शब्दहरूको माला गुन्थिन। तिमीले जतिसुकै मेरो यात्रामा अवरोधका बारहरू लगाए पनि म विद्रोह बोल्दिन। तिमीले कुल्चिएको राष्ट्रबाट पैतला उठाउनु भनेर कहिले भन्दिन। तिमीले हानेका चाबुकहरू सक्तो सहन्छु, दुखियो भन्दिन। जतिसुकै उपेक्षा गर, पाखे रामाको सीमा रेखाभित्र कैद गरेर जतिसुकै यातना देऊ, मैले त बाँच्नु छ। जसरी हुन्छ बाँचिदिन्छु। तिम्रो आदेशमा आफ्नो मुटुमाथि जति सक्दो आघात परे पनि सही दिन्छु। तिमीले मेरो इच्छाका सम्पूर्ण बाँधहरू भत्काए पनि, मेरो सुन्दर लालुपाते विश्वासहरू सुकाए पनि सहन्छु। सहेरै बाँचिदिन्छु। काठमाडौँ, मलाई माया गर, म तिम्रो अलिकति माया चाहन्छु। 30को दशकका एउटा सशक्त कवि, जसले कविता लेखेरै कविको रूपमा स्थापित भएको छ। एउटा सिद्धहस्त 30को दशकको गद्य कवि, जो मोफसलमै बसेर कविताले आफ्नो राष्ट्रिय परिचय स्थापित गरेको छ। मन्थन झापाको सदस्य, भोग कविता आन्दोलनको अभियन्ता, विष्णुवीर घिमिरे, दुवसु छेत्री, राजेन्द्र सलभ, हीरा आकाश, दुर्गा दाहाल, रमण घिमिरे, कृष्ण धरावासी, राजेश ढुङ्गाना, दिक्मन बिरही, लक्ष्मण ढकाल, केशवाचार्य, अमृतलाल श्रेष्ठ लगायतका समकालीनहरूको बिचमा कविताले एउटा बेग्लै उज्यालो सहित परिचित नाम हो प्रकाश बुढाथोकी। अब म यतिखेर भोग कविता आन्दोलनको पवित्र भूमिमा उभिएको छु र अग्रज भवानी घिमिरेको यो कर्मभूमिबाट कविताका अभियन्ता प्रकाश बुढाथोकीको बारेमा बोल्ने सौभाग्य पाएको छु। संयोग यो पनि छ कि मन्थन झापाका प्रवर्तक, जसलाई सिङ्गो कविताको नामले पनि चिनिन्छ, हीरा आकाशको यो पुण्य भूमिमा हामी उभिएका छौँ र भोग कविता आन्दोलन र मन्थन झापाभित्र हामी प्रकाश बुढाथोकी र उनका कविताहरूलाई खोजिरहेका छौँ। कवि प्रकाश बुढाथोकी चेतनाको त्यो मूर्छना बोकेका एउटा बिम्ब हुन्, जो प्रजातन्त्र र राष्ट्रियताका लागि कविता लेख्नुहुन्थ्यो र निरन्तर राष्ट्र, राष्ट्रियता, देशप्रेम र मानवताका लागि कविता लेखिरहनु भएको छ। सम्झनुहोस्, आज हामी कतिपय मान्छेहरू नामका लागि कविता लेख्छौँ, पपुलारिटीका लागि कविता लेख्छौँ, समय भाइरल एउटा प्रसिद्धिको छ। उहाँ जतिखेर कविता लेख्दै हुनुहुन्थ्यो, कविता लेखेकै कारणले अराष्ट्रिय तत्त्व बन्नुपर्ने वा अत भनिनुपर्ने वा कविता लेखेकै कारणले जेल पर्नुपर्ने अवस्था, त्यो समयमा एउटा शासकहरूको आँखामा एउटा विद्रोही कविको रूपमा उहाँको परिचय बुझ्नुपर्छ। कविता लेखेकै कारण मन्थन र यसका सदस्यहरूलाई धरपकड भएका, जेल जानु परेका, स्पष्टीकरण दिनु परेका घटनाहरू प्रकाश बुढाथोकी सुनाउनुहुन्छ। हीरा आकाशका मुखबाट सुनेको छु, मैले धरावासी दाइका मुखबाट सुनेको छु कि यो मन्थन अर्थात् भोग कविता आन्दोलनका स्रष्टाहरू यो देशको भोगले, प्रजातन्त्रको भोगले, स्वतन्त्रताका भोगले कविता लेख्नुहुन्थ्यो र उहाँहरूको चाहिँ प्रजातन्त्रको भोग थियो र देश कविको मुटुमा थियो र त्यो मुटुको ढुकढुकी
सिंचेर कविता लेख्नुहुन्थ्यो र निरन्तर लेखिरहनु भएको छ। प्रकाश बुढाथोकी अघि मैले एउटा कविता सुनाएँ कि सरकारलाई वा शासकलाई गाली गर्दा पनि फुलको थुङ्गाले हाने जस्तो तरिकाको उहाँको भाषा त्यस्तो हुन्छ। विशेष गरिकन उहाँहरूको समकालीन अघि भनिएका नामहरूमा दुर्गादाल अलि जटिल ढङ्गको हुनुहुन्थ्यो भने त्यस्तै गरिकन कवितामा सरल ढङ्गले निकै गम्भीर रूपमा अभिव्यक्ति राख्ने कविहरूमध्ये प्रकाश बुढाथोकी पनि पर्नुहुन्छ। अमृतलाल श्रेष्ठ पनि अलि सरल तरिकाले व्यक्त गर्ने कविको रूपमा रहनुभएको छ। प्रकाश बुढाथोकीका कवितामा कोमलकान्त रूपमा भुइँ कुहिरो विरुद्धको आवाज अर्थात् भुइँ कुहिरो उहाँले दुई किसिमबाट प्रयोग गर्नुभएको छ। एउटा राजनीतिक बिम्बको रूपमा प्रयोग गर्नुभएको छ भने अर्को चाहिँ प्राकृतिक बिम्बको रूपमा पनि प्रयोग गर्नुभएको छ। चराका मधुर गीत जस्तै, बिहानीका घामका मूर्छना जस्तै, हिमालबाट झरेको पानीको झरनाको सङ्गीत जस्तै र वनफुलले सजिएका सौन्दर्यका जीवन जस्तै सजीव छ। खरो क्रान्तिकारी भावलाई पनि सुकोमल नरम हतियार नै नचलाई जस्ता भावनाका अन्तरतन्त्रलाई हल्लाइदिनु र भावनात्मक रूपमा मनभित्र बसिरहनु कविको विशेषता रहेको छ। अर्थात् नाराबाजी भन्दा पर भावनात्मक रूपमा इन्द्रेणी भावमा फैलिनु रुचाउनु कविको विशेषता रहेको छ। आजभोलि कविता कम, शरीर ज्यादा, आत्मा बिनाको शरीर जस्तो कविताहरूको परम्परा पनि छ एकातिर, तर कवि प्रकाश बुढाथोकीको कवितामा भावनात्मक पक्ष वा मुटुको ढुकढुकी त्यो शब्दहरू आफैमा ढुकढुकिएर बोलिरहने उहाँको विशेषता रहेको छ। 30 का दशकका कविहरूको सौन्दर्य नै बिम्ब, प्रतीक र अलङ्कारहरू हुन्। कवि प्रकाश बुढाथोकी पनि बिम्ब, प्रतीक र अलङ्कारहरूको प्रयोग गरी काव्यिक प्राण भर्न खप्पिस हुनुहुन्छ, उहाँले पछि राख्नुहुन्छ। अब यति भन्नु भनेको के हो भने नि कुनै समय कवि बन्नका लागि राजधानी नछिरिकन कवि बन्दैन थियो मान्छे। कुनै समय राजधानी नबसिकन कवि बन्नु भनेको निकै गाह्रो हुन्थ्यो र कवि प्रकाश बुढाथोकी राजधानीभन्दा पर सुदूर पूर्वमा बसेर कविता लेखेकै कर्मले कविको रूपमा सुपरिचित हुनुहुन्छ र अहिले पनि समसामयिक रूपमा त्यो बेलामा निस्किएका कविता विशेषाङ्कहरूमा उहाँका कविताहरू कविता विशेषाङ्क भन्ने बित्तिकै त्यो बेलामा के हुन्थ्यो भने देशभरिबाट कविता लेखिरहनेहरूको त्यहाँ छान्ने प्रक्रिया हुन्थ्यो र त्यहाँ चाहिँ उहाँका कविताहरू अहिले पनि पढ्न पाइन्छ। अब अर्को अरू सबैले भनिरहने त्योभन्दा फरक कुरा नै भनौँ भन्ने लाग्छ मलाई चाहिँ यस्ता कार्यक्रमहरूमा। त्यसैले म आफ्नै ढङ्गले यो पुरानो परम्परागत रूपमा उहाँ यति सालमा जन्मिनुभयो, उहाँको बाबाको नाम यो, मम्मीको नाम यो म भनिरहेको छैन। प्रकाश बुढाथोकी समकालीन साहित्यकारहरूको माझमा एउटा पुस्तकालय हुनुहुन्थ्यो। विशेष गरिकन देश विदेशमा निस्किएका चर्चित पुस्तकहरू चाहिँ सबभन्दा पहिले झापामा आउँथ्यो भने प्रकाश बुढाथोकीमा आइपुग्थ्यो र उहाँका समकालीनहरूको बिचमा चाहिँ त्यो चर्चा परिचर्चा हुने केन्द्रको रूपमा रहनुहुन्थ्यो र प्रकाश दाइकोमा झापामा सबैभन्दा पहिले त्यो आइपुग्थ्यो। अब यी सन्दर्भ चाहिँ प्रकाश के अरे हाम्रो दरावासी दाइले पनि यो उल्लेख गर्नुभएको छ। अनि अर्को चाहिँ अब प्रकाश दाइ 30 का दशकको कवि भएर पनि यो भुइँ कुहिरो आइपुग्नलाई 2080 तिर आइपुग्नु पर्यो। यो अलिक बिचमा मैले ग्याप पनि छोडेँ, कारण के हो भने एउटा कविको लागि जिन्दगीको समर्पणीय कविता हो, तर कविता निकाल्नुभन्दा अगाडि कतिचोटि सोच्दो रहेछ। तर आजभोलि हामी कति सस्तो बनाउँदैछौँ कवितालाई भन्ने प्रश्न चाहिँ त्यो स्पेस हो। र प्रकाश बुढाथोकीको जिन्दगी आफैमा कविता जस्तो भएर कविता जस्तो तरिकाले बाँचेको चाहिँ म प्रतीत गर्छु। कसरी भने प्रकाश बुढाथोकी आफैमा कविता जस्तो जिन्दगी बाँच्नु भए चाहिँ लाग्छ। आफ्ना कविता सम्हालेर उहाँ चाहिँ कविता सङ्ग्रह निकाल्नलाई आफ्ना साथीभाइहरूलाई साहित्यिक कृतिहरू निकाल्नलाई अगाडि सर्नुहुन्छ, प्रकाशक नै बन्नुहुन्छ
समीक्षक बोल्नुहुन्छ। बाइ द वे कृष्ण धारावासीको आदिबाटोको प्रकाशक र प्रकाशकीय लेखिएकोबाट पनि तपाईँले बुझ्न सक्नुहुन्छ। त्यो प्रकाशकीय उहाँले लेख्नु भएको छ र प्रकाशकको सन्दर्भ प्रकाशक संस्था भएर उहाँ त्यसरी अरूलाई प्रेरित गर्ने के रहेछ भने 30का दशकतिर कविहरू आफूभन्दा पनि अर्कालाई अगाडि सार्न पाए हुन्थ्यो भन्ने परम्परा रहेछ, अर्थात् साहित्यकार भन्ने हामी त्यो बुझ्दो रहेछौँ। तर आजभोलि त्यो धर्म त्यो कर्म अलिक कम हुँदै गएको छ कि भन्ने अर्को प्रश्न हुन्छ। यो परम्परा त फेरि त्यहाँबाट आएको छ नि त। भानुलाई मोतीरामहरूले त्यो क्रम चाहिँ अलिक कम हुँदै गएको छ कि, र उहाँको जिन्दगी पनि के हो भने अरूलाई उचाल्दै आफू अलिक पछाडि बस्ने र आफू खुसी भएर ओहो हाम्रो साथीहरू अगाडि गइरहेका छन् भनेर त्यो खुसी हुने त्यो हुटुटी त्यो खुसी उहाँमा देखिन्छ। आफ्ना कविताहरू असरल छोडेर उहाँ चिया कमानतिर एउटा कविको रूपमा हरियाली चियाका बुट्टाहरूमा रमाउँदै एउटा कविको रूपमा त्यहाँ उहाँ सर्जक भएर पोखिनु भएको देखेको छु। मैले भन्नु खोजेको उहाँ स्वयंले झापामा चियाबारी उत्पादन गर्नु अर्को सिर्जना हो। त्यो उहाँलाई भेट्दा त्यो चियाबारीमा भेटिन्थ्यो अनि कविता भेटे जस्तै प्रतीत हुन्थ्यो हामीलाई। त्यति मात्रै होइन, उहाँ माछाका बोराहरूसँग पोखरीमा खेलिरहेको पाउनुहुन्थ्यो र रैथाने माछाहरू हराए भनेर सरकारलाई झकझकाइरहनुहुन्थ्यो र बेला बेला अब यो छिमेकी देशबाट आउने माछाहरूलाई रोकेर हामीले आत्मनिर्भर बनाउनुपर्छ भन्ने कविता पोखिरहनुहुन्थ्यो। त्यसैले उहाँको कविता उहाँको जिन्दगी नै कविताको रूपमा रूपान्तरित भएको म पाउँदछु। यो मैले भनेको शब्दहरूमा बुझेको होइन। उहाँ अहिले पनि पोखरीमा माछाका भोराहरू उत्पादन गरिरहनु भएको छ। रिसर्च गर्नेहरू आइरहेका छन्, रिसर्च गर्नेहरू कागजमा गरिरहेका छन्। उहाँ कविताको क्रममा भोराहरूलाई पोखरीमा पानी नै उत्पादन गरिरहनु भएको छ, कविता कर्म गरिरहनु भएको छ। र आत्मनिर्भरताको कविता देशका विषयमा गफ गर्नेहरूलाई त्यो सृजनशीलताबाट आत्मनिर्भरता चाहिँ यसरी गर्न सकिन्छ है भनेर त्यो कर्मबाट देखाइरहनु भएको छ। आखिर एउटा कवि जहाँ भयो भने त सिर्जना गर्न त कहाँ छोड्दो रहेछ त्यो। अघि कसैले भन्दै हुन्थ्यो कवि कहाँ हराउनु हो। त्यति मात्र होइन, प्रकाश दाइले रेड क्रस भन्ने संस्थामा रहेर सर्पहरूको ब्याङ्क बनाउनु, लाइब्रेरी बनाउनु। त्यो सर्पहरूको लाइब्रेरीमा रिसर्च गर्न देशी विदेशीहरू आए र केही विदेशीहरूले आएर यो सर्पले टोकेकोमा उपचार कुन तरिकाले गरिरहनु भएको छ भनेर प्रश्न उठाएर यो तरिकाले गर्नुपर्छ भनेर चिकित्सा क्षेत्रमा नै नयाँ परम्पराको सुरुवात त्यो सर्प ब्याङ्कले सर्प लाइब्रेरीले सुरुवात गरे। त्यसैले कवि प्रकाश बराइलीले त्यहाँ कविता लेखिरहनु भएको छ। त्यो एउटा सर्जक कुनै ठाउँमा पुग्यो भने नयाँ तरिकाले नयाँ सोचले सिर्जना गर्दो रहेछ भन्ने कुरा म कवि प्रकाश बराइलीलाई त्यहाँ देखिरहेको छु। अब अर्को अहिले त्यो द्वन्द्वकालीन समयमा अझ खास गरिकन यो पानी पर्ने समयमा तराईमा सर्पले धेरैले मान्छेलाई डसेर मृत्यु हुने सन्दर्भमा मोटरसाइकललाई नै एम्बुलेन्सको अवधारणा बनाएर मोटरसाइकल एम्बुलेन्सको जुन अवधारणा बनाउनु भयो त्यो चाहिँ विश्व स्वास्थ्य सङ्गठनले यो चाहिँ उपाय ठिक रहेछ भनेर आज त्यो रिसर्चमा त्यो अध्ययनमा चाहिँ आज उल्लेख गर्न सक्ने बनाउनु भयो। त्यो चाहिँ त्यो कविता कर्मले त्यहाँ पनि नयाँ सिर्जना गरिरहनु भएको छ प्रकाश बराइली। अब अहिले बालबालिकाको स्वास्थ्यका लागि भगवान जस्तै ठहरिएका भगवान कोइरालाको सोचलाई अस्पतालको रूपमा रूपान्तरण गर्नका लागि प्रकाश बराइलीको ठुलो भूमिका रहेको छ। केओज भन्ने जुन हस्पिटल छ त्यो पनि अर्को एउटा कविताको रूपान्तरण हो भन्ने मलाई लाग्छ। यसरी हरेक तरिकाले हेर्दा पनि प्रकाश बराइली म चाहिँ कवितामय जीवन बाँचिरहनु भएको छ जस्तो लाग्छ। मान्छे ठुल्ठुला कुरा गर्छन् अनि
कविताका पनि विभिन्न कर्म हुँदो रहेछन्, कुनै प्रसिद्धिका लागि लेख्छन्, कुनै पदका लागि लेख्छन्। उहाँ साँच्चै जीवनका रूपमा लेखिरहेको एउटा प्रयोगवादी लेखनको चिन्तक र व्यवहारिक जीवन बाँच्नुभएका कवि, हरेक क्षेत्रमा कवितामय जीवन बाँच्नु भएको म देख्दछु। फेरि पनि कवि प्रकाश बुढाथोकीका कविताहरू यति सरल ढङ्गले गुथिएका छन् कि मुटुको टुक्रा त्यो ढुकढुकीहरूलाई चाहिँ पोखिएका ढङ्गले शब्दहरू त्यसरी जतन गरेर राखिएका छन्। जसरी हिजो काठमाडौँले मफसललाई अलिकति गर्दैन थियो, मैले यो कविताबाट सुरुवात गरेको थिएँ, म माया गर्न है भन्नुहुन्छ। कति साह्रो रिसाउनु भन्छ भने पञ्चायतकालीन समयमा राजधानीप्रतिको विद्रोह, भयङ्कर विद्रोह, तर के भन्नुहुन्छ, मलाई पनि अलिकति माया गर्न सिक। यसरी विद्रोहलाई पनि सरल ढङ्गले मायालु पाराले अभिव्यक्त गर्ने कवि प्रकाश बुढाथोकी, जसलाई तपाईँहरूले कविता मार्फत यहाँ बुझ्ने, अझ साँच्चै भने भवानी घिमिरेको ठाउँमा, हिरा आकाशको ठाउँमा, यो भूमिमा, यो माटोमा प्रकाश बुढाथोकीलाई ल्याउने जुन सोच बनाउनु हो, यो सोचको अभियन्ता सूत्रधारलाई नै नमन गर्दछु। किनभने साँच्चै भनौँ भने यो ठाउँ, यी सन्दर्भ, भोक कविता आन्दोलन, मन्थन, जसले सिङ्गो राजधानीलाई लल्कारेर यहाँसम्म केन्द्रित बनाएको थियो भनेपछि यहाँका स्रष्टाहरूको यो माटोको भ्यालु कति होला। र साँच्चै भन्यो भने एउटा कवि साँच्चै अव्यवस्थित जिन्दगी बाँच्दो रहेछ कि भन्ने लाग्छ मलाई, म आफै पनि हेरेर। र त्यसका लागि कहिलेकाहीँ कसैले घचघचाइदिनुपर्छ, अझ साँच्चै भन्यो भने कसैले अलिकति माया गरेर बटुल दिएर, किनभने ऊ सिर्जना गर्ने मान्छे हो, सर्जक हो, स्रष्टा हो, आमा हो। आफूले आफैलाई माया गर्न आमालाई पनि कसैले माया गरिदिँदो रहेछ, त्यसका लागि कोही न कोही चाहिँदो रहेछ। राजेश ढुङ्गाना दाइले यी कविताहरूलाई सम्हालेर जुन यो कविताको कृतिको रूपमा ल्याइदिनु भएको छ, बोल्नेहरू हजार बोल्ने ओठहरू भन्दा एउटा माया गर्ने, सेवा गर्ने हात चाहिँ पवित्र हुन्छ भन्छन्। म राजेश दाइलाई पनि धेरै धेरै आभार टक्राउँदछु। अर्थात् प्रकाश दाइको यो कविता यसरी सङ्ग्रहमा आइपुग्नुमा राजेश दाइले पनि, अरूले त करायो मात्रै, तर साँच्चै राजेश दाइले चाहिँ यो कविता निकाल्नै पर्छ, अब भएन कविजी भनेर चाहिँ यसरी निकाल्नु भएको छ। यो कविता भुइँकुइरो, यो साँच्चै भन्यो भने 30को दशकको भनेपछि लगभग कति 50 वर्षका कविताहरू। एउटा कविको जीवनको सबैभन्दा ठुलो कर्म भनेकै कविताहरू, र यो 50 वर्ष भित्रमा निस्किएका कविताहरूमा यहाँ प्रजातन्त्रको भोग, देशप्रेमको भोग, विशेष गरिकन राष्ट्रियता र मानवताको भोग चाहिँ प्रशस्त छन्। र कवि कहीँ नारामा छैनन्, कवि कहीँ उत्तेजनामा छैनन्, कवि पोथीको कुराले जस्तै चिलसँग रिसाउँदा पनि आफ्ना चल्लाहरूलाई जोगाउनका लागि गर्ने प्रयासका रूपमा मात्रै त्यसरी एउटा आमा तत्त्वको रूपमा अभिव्यक्त हुनुभएको छ। र कवि प्रकाश बुढाथोकीबाट साँच्चै कविताको समर्पण के हो भन्ने सिक्न सकिन्छ। म उहाँको नजिकको छिमेकी पनि, रूपरेखामा मलाई पहिलोचोटि कविता पढ्दा को हुँदो रहेछ भनेर बुझेको थिएँ। 2046-47 सालतिर महानन्द पुरस्कार गोष्ठीमा उहाँलाई हिरा आकाश लगायतका व्यक्तित्वहरूलाई देखेर कविता लेख्न थालेको मान्छे म उहाँलाई प्रेरक व्यक्तित्वको रूपमा लिन्छु। र आजको यो एकल वाचनको कार्यक्रम आयोजना गर्नुभएकोमा आयोजकप्रति पनि आभार व्यक्त गर्दै मेरा कुरा सुनिदिनुभयो। विद्वान, विदुषी, प्राज्ञिक व्यक्तित्व, आदरणीय एवं इमानदारज्यूहरूलाई पनि नमस्कार। यो भवानी घिमिरेको भूमि, यो हिरा आकाशको भूमि, यो चुडामणी रेग्मीको भूमि, यस्ता विद्वान व्यक्तित्वहरूको भूमिलाई म नमन गर्दछु। धन्यवाद।